हेलो गाइज, वेलकम टु न्यू ब्लग। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। र यो ब्लग चाहिँ मेरो फर्स्ट चोटि भन्दा पनि पहिला पनि बनाएको हैन गाइजहरु। अब यो ब्लग चाहिँ मैले अब युट्युबमा हाल्ने छु। सम्पूर्णले हेरिदिनु होला मेरो ब्लग, अनि तपाईहरुको पनि हेर्ने छु र फलो ब्याक पनि दिनेछु गाइजहरु। अनि यस्तै हो गाइजहरु, भिडियो चाहिँ एकदम अब डेली आउनेछ युट्युबमा। अनि यसो म चाहिँ केही भिडियो बनाऊ कि भनेर आएको, र मकै बारी पनि हेर्नु ठुल्ठुलो भइसक्यो है। म पनि अब भिडियो बनाउनु पनि खासै पाउँदिन, डेली स्कुल जानुपर्ने हुन्छ गाइजहरु। अनि ल गाइजहरु, म पनि फेरि अब चाहिँ थोरै समय लिएर भए पनि भिडियो अब चाहिँ दिनदिनै हाल्नेछु गाइज है। अनि अब हेर्नु है गाइजहरु, म फुल बारी देखाउने छु। राम्रो त छैन, जे पनि अलिअलि थोरै बेलुकाको समय बनाएको है, अलिक राम्रो पनि थिएन। र बोल्दै चाहिँ डेली दिउँसो आउनेछ है गाइजहरु। फुलबारी चाहिँ अलिक राम्रो पनि छैन खासै, र सेतो देखेँ अनि यसो भिडियो बनाऊ कि भनेर हैन गाइजहरु देखाएको। र म चाहिँ अब फेरि मेरो घरतर्फ लाग्ने छु गाइज। यता चाहिँ म अलिअलि डुल्दै आएको गाउँतिर, कस्तो के हुँदैछ भनेर गाउँ डुल्नु गएको है गाइजहरु। अब म घरतर्फ लागेँ गाइजहरु। हेर्नुहोस्, अब म हिँडिसकेँ गाइजहरु। र म पनि थोरै केही मेरो भिडियो राम्रो नभए पनि हेरिदिनु होला गाइजहरु है। अब आल्चा देखाउँछ है गाइजहरु, हाम्रो गाउँको आल्चा। यो चाहिँ प्योर आल्चा हैन, प्योर। यो चाहिँ अब यसले डाइट दिन्छ कि दिँदैन त मलाई थाहा भएन है गाइजहरु। डाइट दिन्छ कि दिँदैन अब त तपाईहरुले खाएर पनि टेस्टी गरिसक्नु भएको होला। र म चाहिँ गाउँले खाना है यो चाहिँ गाइजहरु। अब म पनि सानै उमेरदेखि गाउँतिरै बसेको नि त गाइजहरु। र मेरो भिडियो अब डेली आउनेछ गाइजहरु। हस् यो चाहिँ मासु है गाइजहरु, मासु खाइदिएको है बुङ्गुरको। हस्, धन्यवाद गाइजहरु। म फेरि अर्को भिडियो ल्याउनेछु गाइजहरु है। बाइ बाइ। अब अर्को भिडियो